धेरै दिनदेखि यो मलाई खाना मन लागिरहेको थियो। यस्तो मलाई मिठो लाग्छ यो। यो सबैले मिठो लाग्छ होला तर अहिले मैले हेल्दी तरिकाले बनाउँछु। यसमा सागहरू हालेर बनाएँ भने यसको स्वादै डबल भइहाल्छ। आज म के बनाउँदैछु लास्टसम्म भिडियो हेर्नुहुन्छ भने थाहा पाउनुहुन्छ। यसको लागि मैले अडल मसुरको दालमा थोरै पालक हालेर नुन, बेसार पानी हालेर 2-3टा सिटी लगाएँ अनि मजाले गलिसकेपछि त्यसलाई निकालिदिएँ। निकालिसकेपछि यहाँ गहुँको पिठोमा थोरै नुन हालेर रोटी बेलेर गिलासबाट कट गरेर राम्रो फुलको आकार दिएर हाम्रो रेडी हुन्छ। त्यसपछि दालमा हामी थोरै लसुन, हरियो खुर्सानी, हिङको तोरीको तेलमा तड्का लगाउँछौँ। त्यसपछि दाल हालेर यो फुलको आकारको बनाएको पिठोको हामी हालेर गरम मसाला थोरै एड गरिदिन्छौँ अनि 5-6 मिनटसम्म मिडियम फ्लेममा पकाउँछौँ त हाम्रो मिठो पानी रोटी एकदमै नयाँ स्टाइल हेल्दीवाला रेडी हुन्छ। एकदमै मिठो हुन्छ।